मैले आज नेपालमा सधैँभरि चर्चामा रहने एउटा घटना फेरि कुनै रूपमा चर्किन खोजेको छ अहिले र त्यो नेपालको एउटा क्यान्सर हो। नेपालको जो सङ्कट छ नि, सङ्कटको मियो भन्छु मैले। र त्यो सङ्कटको त्यो षड्यन्त्रको गुत्थी नसुल्झिकन, त्यसको रहस्य उजागर नभइकन, त्यसका गाँठाहरू नफुकिकन नेपालको यो सङ्कटले पार पाउँदैन, यसको निकास निस्कदैन अथवा यसलाई बुझ्न सकिँदैन। अझ राम्रो भाषामा भन्नु भने, र यो सङ्कटलाई नबुझिकन यसको समाधान बुझ्न असम्भवै हुन्छ। त्यसकारणले नेपाल किन यस्तो भयो, यसका धेरै कारण छन्। तर ती कारणहरूको एउटा मियो छ, एउटा गुत्थी छ, होइन, एउटा जरो छ। त्यो हो दरबार हत्याकाण्ड। दरबार हत्याकाण्डपछि देश यस्तो भएको छ, यो सबैलाई थाहा छ, सबैलाई थाहा छ, होइन। यसको पृष्ठभूमि धेरै पहिले बनेको थियो, दरबार हत्याकाण्डभन्दा धेरै पहिले थियो। दरबार हत्याकाण्ड पनि त्यस्तै कुनै समस्याले नै भएको हो, होइन। अब त्यसपछि देश ढल्यो। देश ढल्यो भन्नुको मतलब देशको पावर सेन्टर ढल्यो, मियो ढल्यो, होइन। ढलेको दिनदेखि जो तरलता, लिक्विडेसन हामीले देखिरहेका छौँ दिन प्रतिदिन, झन पछि झन डरलाग्दो तरलता, यो तरलताले देश कतिखेर कतातिर बग्ने हो, कुन दिशातिर बग्ने हो भन्न सकिने अवस्था छैन। र यसको कारण हो दरबार हत्याकाण्ड। मैले आज यो कुरो किन उठाउन खोजेको भन्छ भने, केही समय यता दरबार हत्याकाण्डको विषयमा धेरै चर्चाहरू सुरु भएका छन्। पूर्व राजा ज्ञानेन्द्रले पटक पटक मुख खोले, तपाईँहरूले सुन्नुभयो। दरबार हत्याकाण्डमा हामीलाई बदनाम गर्न खोजियो, यसको छानबिन भएन, यसको छानबिन आजसम्म भएन। उनले चुनौती दिएका छन् खुला रूपमा। सत्तामा छन् विदेशी भाडाका अपराधीहरू, हत्याराहरू, देशद्रोहीहरू छन्। उनले छानबिन गर्नुपर्थ्यो, किन उनले पूर्व राजा ज्ञानेन्द्रले यो हत्या गरेको भनेर बारम्बार आरोप लगाउँदै आएका छन्। सत्ता उनको छ, सत्ता उनको मालिकको छ। पूर्व राजाले यो छानबिन किन भएन भनी प्रश्न उठाइरहेका छन्। छानबिन गर्ने कसले, सत्तामा जो छ छानबिन त्यसले गर्ने हो। छानबिन यिनले गर्न सकिरहेका छैनन्। पूर्व राजाले दरबार हत्याकाण्ड गरेका हुन् भने यिनले छानबिन किन गर्दैनन्। र पूर्व राजा बोलेपछि अस्ति एउटा भगौडा बोल्यो प्रधानमन्त्रीको कुर्सीबाट कि म फाइल खोल्छु, दरबार हत्याकाण्ड फाइल खोल्छु। अनि त्यो भन्ने बित्तिकै अर्को हत्यारा तर्स्यो, माधव नेपाल भन्ने हत्यारा। उसले भन्यो प्रचण्ड यसरी बोल्न हुन्थेन मसँग सल्लाह नगरिकन। उनलाई डर छ, फाइल खुल्यो भने पाण्डोराको बागस हो, यिनको कसैको पनि अत्तो पत्तो हुने छैन। त्यो फाइल खुल्न दिन यिनी कसैको पनि अत्तो पत्तो हुने छैन। त्यसकारणले यो बहसलाई अब चर्काउन जरुरी छ। किन भन्छ भने अहिले पनि यो जति सङ्कट बढ्दैछ नि, यो हत्यारा जमात, आतताई जमात, इन्डो पश्चिमा साम्राज्यवादी र तिनले बोकेका यिनी कुकुरहरू, जङ्गली कुकुरहरूको वृत्तमा जब सङ्कट जति सघन हुँदैछ, गहिरो हुँदैछ, एउटा यो बहस पनि अब निस्कँदैछ। र दोस्रो, अहिले पछिल्लो प्रयासमा फेरि सिआइए र रले केही जासुसहरूलाई सक्रिय बनाउन थालेको देखिँदैछ, फेरि अहिले पछिल्लो कालमा केही दिन यता। र उनीहरूले अर्को एउटा विभिन्न तरिकाबाट घुमाइ फिराइ दिपेन्द्रमाथि दोषारोपण गर्ने जमर्को गरिरहेका छन्। उनले सुरुदेखि गर्दै आएका हुन्, होइन। तर फेरि सलबलाउन थालेका छन् ताकि विश्वव्यापी रूपमा यिनीहरूमाथि जो सङ्कट बढ्दै गयो, यिनको ह्रास हुँदै गयो, पतन हुँदै गयो, यसले कतै यिनलाई नखाइदियोस्। त्यसकारणले फेरि चाहिँ अर्को नयाँ सिराबाट चाहिँ तपाईँको दिपेन्द्रमाथि दोषारोपण गर्ने एउटा खेल सुरु गरेका छन्। तर मैले आज यो किन उठाएँ भन्छ भने, मैले दुईटा तिनवटा कुरा यहाँ राख्न खोजेको छु। मैले यहाँहरूलाई विनम्र अनुरोध गर्छु, जस्तो दरबार हत्याकाण्डको विषयमा मैले पहिले पनि भनेको थिएँ। बाबुराम भट्टराईले त दरबार हत्याकाण्डको भोलिपल्टै कान्तिपुरमा लेख पठाएका थिए, बनी बनाऊ, तपाईँ हामीलाई थाहा पाउन 12 घन्टा लाग्यो, होइन। इन्डियाका होटेलमा बसेका मान्छेहरूले हत्याकाण्ड भएको केही घन्टाभित्रै कान्तिपुरमै लेख, इमेल पठाएको थिए ज्ञानेन्द्रमाथि दोष लगाएर, होइन। किन तिनी लेखहरू मालिकहरूले पहिले नै लेखिदिएका थिए, तयार पारेका थिए, त्यसलाई चाहिँ मेल मात्रै गरेको उनीहरूले। यो सबै खेल हामीले देखिरहेका छौँ। र मलाई लाग्छ एक चरण फेरि यो सिआइए र रको एउटा जत्था एक चरण फेरि चाहिँ तपाईँको सक्रिय हुनेछ। दिपेन्द्रमाथि दोषारोपण कथाहरू बनाउन
फेरिसक्ने हुनेछ, मलाई त्यो विश्वास छ। र तपाईँहरूले प्रश्न उठाउनु पर्यो, नेपालीहरूले पूर्व राजाले छानबिन किन भएन भनेर प्रश्न उठाइसकेपछि छानबिन गर्ने जिम्मेदारी अब कसको, होइन? जो सत्तामा छ छानबिन त्यसले गर्नुपर्छ, गर्दैन भने हत्यारा त्यही हो। अब सबै नेपालीहरू पुग्ने निष्कर्षमा त्यही हो, हत्यारा त्यही हो। मैले यो घटनालाई, मैले दरबार हत्याकाण्डलाई सामान्य घटना मान्दैन। देश यस्तो हुनुको मूल कारण त्यही हो, त्यही हत्या हो। र त्यो खुल्ला दिन देशको सङ्कट साफ हुन्छ। त्यो यसमा हुन्छ कि ती अपराधीहरू कोही पनि यो देशमा रहन सक्दैनन्, रहने छैनन्, सबै यहाँबाट भाग्नुपर्ने स्थिति आउँछ। त्यस कारणले त्यो घटना जसरी पनि खोतल्नुपर्छ, त्यसलाई हामीले छोड्नै हुँदैन। मैले आज एउटा पुस्तक, यो यहाँहरूलाई सुन्नुभएको छ, नाम अर्जुन गेवाली। उहाँहरूले यस्ता विषयमा धेरै पुस्तक लेख्नु भएको छ, ठुलो गुण लगाउनु भएको छ। र यो पुस्तकको यो दोस्रो संस्करण हो, नारायण हिटी हत्याकाण्ड नेपाली कम्युनिस्ट सिआइए भन्ने पुस्तक छ। यसको दोस्रो संस्करण प्रकाशित भएको छ। मैले यसमा 3टा कुरा मात्रै उल्लेख गर्न खोजेको छ आज। कृपया यस्ता रचनाहरू यहाँहरू सबैले खोजी हेरिदिनुहोस्, किन देश बुझ्ने बेला आयो र यस्ता जो भ्रमका चक्रव्यूह बनाइरहेछन् यसलाई तोड्ने समय आयो। अब समय आयो, हाम्रो निम्ति पनि असाध्यै अनुकूल समय आएको छ। त्यो यस अर्थमा कि अपराधी जत्था असाध्यै प्रतिकूलतातिर गइरहेको छ, होइन? विश्वव्यापी रूपमा ठुलो चक्रव्यूहमा ऊ आफू पनि फस्दैछ। त्यस कारणले यसको हिसाब किताब अब निकाल्नुपर्छ। प्रत्येक नेपालीले यस्ता घटनाको हिसाब किताब निकाल्नुपर्छ। मैले 3टा, यसमा धेरै कुरा छन्, धेरै रहस्य, धेरैका चाहिँ प्रतिक्रिया छन्, धेरै अन्तर्वार्ताहरू छन्। म सबै यो विवरण राख्न अहिले सक्दैन। मैले 2टा मध्ये एउटा छ छविलाल निरौला भन्ने एकजना विद्वानको एउटा अन्तर्वार्ता छ। उनी सोलुखुम्बु जिल्लाका हुन्। नेपाली काङ्ग्रेसको सिफारिसमा 52 सालमा सांस्कृतिक संस्थानको अध्यक्ष भएका र 58 देखि 59 सालमा घरेलु विकास समितिको कार्यकारी निर्देशकमा काम गरेका व्यक्ति। उनको प्रज्वल शमशेरसँग भेट भएको रहेछ, 59 सालमा बोलाएका रहेछन्। र त्यो भेट हुँदाको एउटा डरलाग्दो विवरण चाहिँ तपाईँको यहाँ छ। उनी भेट गए, म सबै अन्तर्वार्ता पनि हुन्न, लामो होला यहाँ। उनलाई एकजना कुनै व्यक्तिले लगेका थिए, भद्रकालीमै प्रधान सेनापति प्रज्वल शमशेर जबरा थिए। प्रहलाद भन्ने व्यक्तिले उनलाई चाहिँ भेट्न लगेका थिए। त्यो प्रधान सेनापति बोलाएर भेट भइसकेपछि यहाँ एउटा अन्तर्वार्ता छ, उनको अन्तर्वार्ता प्रकाशित भएको छ। अब त्यो अन्तर्वार्ता प्रश्न सोध्नेले सोधेको छ, त्यहाँ छलफल चर्चा परिचर्चा हुँदा प्रधानमन्त्रीले के भन्नुभयो? प्रधान सेनापतिको कक्षमा पुग्यौं 2 जना। तत्पश्चात एकछिनपछि प्रधान सेनापति प्रज्वल शमशेर जबरा आउनुभयो। सेनापतिले प्रहलाद हुमागाईलाई, जसले यो निरौलालाई त्यहाँ लगेका थिए, प्रहलाद हुमागाईलाई के छ प्रहलाद बाबु, बाहिरको हाल खबर भनेर सोधे। प्रज्वल शमशेरले, जो दरबार हत्याकाण्डको बेला प्रधान सेनापति थिए, उनले सोधे। प्रहलादले नम्र स्वरमा भने, के हुनु, राजा बाहिर यही दरबार हत्याकाण्डको चर्चा परिचर्चा चलिरहेको छ, सबै अन्यलमा छन् भनेर प्रज्वल शमशेरसँग प्रहलाद हुमागाईले भने। अनि निरौलासँग पत्रकारले सोध्छ, अनि प्रधान सेनापतिले के भन्नुभयो? निरौलाको भनाइ के छ भन्छ भने, एकाएक तात्कालीन प्रधान सेनापति प्रज्वल शमशेर जबरा उद्दण्ड र आक्रामक स्वरमा भन्नुभयो, अहिलेको राजा ज्ञानेन्द्रलाई त्यसको बाबु महेन्द्रको छाला खाओस् भनेर मात्रै छोडिदिएको हो, अन्यथा ज्ञानेन्द्र पनि जाने थियो। प्रज्वल शमशेरको जवाब, होइन? निरौला अहिले पनि जीवित हुनुहुन्छ, राज्यको उच्च तहमा काम गरेको एउटा कर्मचारी। उहाँको अन्तर्वार्ता हो। यसलाई अर्जुन गेवालीले आफ्नो पुस्तकमा सामेल गर्नुभएको छ। प्रज्वल शमशेरको भनाइ सुन्नुहोस्, मैले यति चाहिँ राख्नु खोजेँ, ज्ञानेन्द्रलाई आफ्नो बाउको छाला हेरेर बसोस् भनेर जोगाइदिएको हो, नत्र त्यो पनि जाने थियो, होइन? प्रज्वल शमशेरले भन्यो। उसलाई पछाडि पुरस्कृत गरियो, फ्रान्सको राजदूत बनाइयो, आदि इत्यादि धेरै चिजहरू भए। अब यसले प्रश्न पार्छ दरबार हत्याकाण्ड कसले गरेको हो भन्ने कुरो यसले प्रश्न पार्छ, होइन? किन यिनी प्रत्यक्ष सुन्नी व्यक्ति हुन्, होइन? यिनले तर्कना गर्ने व्यक्ति होइन, तर्कनाको कुरो होइन, कल्पनाको कुरा होइन। यिनी प्रत्यक्ष प्रज्वल शमशेरको कुरा सुन्ने व्यक्ति हुन्। त्यसपछि अन्तर्वार्तामा छ, हामी छिटो एक आपसमा कोट्यायौँ र हामी भाग्यौँ, हामीलाई डर लाग्यो। प्रज्वल शमशेरको त्यो शब्द सुन्ने बित्तिकै हामीमा भयङ्कर डर पैदा भयो। हामी त्यहाँबाट छिटोभन्दा छिटो उम्किन खोज्यौँ, हामी उम्क्यौँ पनि, हामी बस्न सकेनौँ, डरैले बस्न हामी सकेनौँ। त्यो कुरा सुनिसकेपछि
उनले त्यो चाहिँ तपाईँको अब एउटा चाहिँ यसबाट के बुझिन्छ भन्छ भने आफ्नो बाबुको छाला हेरेर बसोस् भन्ने छोडिदिएको भनौँ। माने त्यसबाट अर्को चाहिँ भने ज्ञानेन्द्रको परिवारतिर तपाईँको सोझ्याउने आरोप होइन, एउटा कालो मानसिकताले उनले ज्ञानेन्द्रको परिवारलाई चाहिँ तपाईँको नछोएको प्रश्न देखिन्छ प्रज्वलको यो भनाइबाट, र भएको पनि त्यही हो। यिनी सबैले आरोप लगाऊ बनी बनाऊ बिना छानबिन बिना छानबिन ल छानबिन गरेर कुनै तथ्य प्रमाण आएपछि भन्ने एउटा कुरा, त्यत्रो घटना घटेको छ। तर यिनी सबै हत्याराहरूले बनी बनाऊ रूपमा ज्ञानेन्द्रमाथि चाहिँ आरोप लगाए, पूर्वराजमाथि आरोप लगाए, तर छानबिन गर्ने कोसिस कहिले पनि गरेनन्। आजका दिनसम्म पनि गरेका छैनन्। एउटा पाटो दरबार हत्याकाण्ड के हो। दोस्रो चाहिँ यही पुस्तकमा पूर्व गृहमन्त्री गोविन्दराज जोशी जो गिरिजा कोइरालाका कुनै बेला दाहिने हातका रूपमा चिनिन्थे, उनी मन्त्री भएको बेला गृहमन्त्री पनि भए, त्यही बेला माओवादी युद्ध चलेको बेला हो, उनी गृहमन्त्री भएको बेला उनको एउटा भनाइ, गोविन्दराज जोशीको एउटा भनाइ यहाँ छापिएको छ। गोविन्दराज जोशीले के भनेका छन् भन्छ भने गिरिजाप्रसाद कोइरालाले माओवादी नेतासँग भेट्न पठाएर म नयाँ दिल्लीमा डाक्टर बाबुराम भट्टराईसँग भेट गरेँ। गिरिजा कोइरालालाई पढाए, यो युद्धकालकै कुरा हो। उनले हामी 47 सालको संविधानमा अलिकति स्पेस दिए आउँछौँ, तर यो कुरा जर्ज फर्नान्डिस र प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग स्वयं गिरिजाबाबुले भन्नुपर्छ भनेछ बाबुरामले। 2047 सालको संविधानमा अलिकति हामीलाई ठाउँ दिने हो भने हामी आउन तयार छौँ, तर अब हामी जाने कि नजाने भन्ने कुरा अटल बिहारी वाजपेयी त्यस बेलाको इन्डियाको प्रधानमन्त्री र रक्षा मन्त्री जर्ज फर्नान्डेज होइन, उनीहरूलाई गिरिजाबाबुले भन्नुपर्छ। हामी 47 सालको संविधानमा अलिकति स्पेस दिएर माओवादीलाई पनि ल्याउँछौँ भनेर गिरिजाबाबुले भन्नुपर्छ भन्ने बाबुरामले भनेछ। मैले यही कुरा गिरिजाबाबुलाई भने। जोशीले गिरिजालाई यो कुरा सुनाए। गिरिजालाई सुनाएपछि गिरिजाले अटल बिहारी वाजपेयीलाई भेटे। गोविन्दराज जोशीको कुरा अनुसार गिरिजा कोइरालाले अटल बिहारी वाजपेयीलाई भेटे। के भने त भन्दाखेरि 47 सालको संविधानमा अलिकति ठाउँ दिने हो भने हामी आउन तयार छौँ भने बाबुरामले भने होइन, के गर्ने भनेर चाहिँ तपाईँको गिरिजाले अटल बिहारी वाजपेयीलाई भने। अनि वाजपेयीले के भन्यो? वाजपेयीले त के भन्यो, माओवादीले संविधान सभा बिना मान्दैनन् भनेपछि गिरिजा प्रसाद कोइराला आश्चर्यमा परे। उसले बाबुरामले भन्दैछ हामी संविधान 47 को संविधानमा ठाउँ दिए आउँछौँ, तर अटल बिहारी वाजपेयीले के भन्छ, संविधान सभा नभइकन माओवादी आउँदैन भनेपछि संविधान सभा एजेन्डा कसको? यतिबाट बुझिन्छ संविधान सभाको एजेन्डा कसको होइन। माओवादी 47 सालको संविधानमा आउन तयार, किन उसको त युद्ध त क्रान्ति नै थिएन, पावर बार्गेनिङ थियो, विदेशीले केही चिजको निम्ति प्रयोग गरेका थिए। तर वाजपेयीले कहाँ अड्कायो त भन्दाखेरि संविधान सभा बिना माओवादी आउँदैन शर्त उसले राख्यो। किन संविधान सभा उसलाई चाहिएको थियो होइन, 7 सालमा उसैले घोषणा गराएको हुन सकेको थिएन। संविधान सभाको चुनाव गरेर नेपाल सिद्ध्याउने एउटा मिसन उसको पहिलेदेखि थियो, त्यसको निम्ति उसलाई संविधान चाहिएको थियो। माओवादी अब उसको आदेश बिना आउन सक्ने हालत थिएन। इन्डियाको आदेश बिना होइन, इन्डियामा आश्रय ल्याएको थियो, इन्डियाको आदेश बिना माओवादी आउन सक्ने सम्भावना थिएन। वाजपेयीले शर्त राख्यो संविधान सभा हो, यो खेल हो। माओवादी के हो भन्ने कुरा यसबाट बुझिन्छ। एउटा दोस्रो कुरा, तेस्रो मैले यो पुस्तकबाट एउटा देखाउन खोजेको छु, यो पुष्पकमल दाहाल को हो भन्ने पात्र। यो पुष्पकमल दाहाल को हो भन्ने पात्र, यसमा रामजी प्रसाद उपाध्याय पोखरेल यिनी एउटा ठुलो विद्वान हुन्। यिनी मदनमणि दीक्षितको माधवी उपन्यास सम्पादन गर्ने व्यक्ति पनि हुन्, निकै राम्रा विद्वान हुन्। उनले भुँडी पुराण प्रकाशनमा एउटा प्रकाशित भएको छ 80 सालमा। त्यसभित्र 201 देखि 202 सम्मको पेजमा यो पुष्पकमलको एउटा प्रसङ्ग उल्लेख गरेका रहेछन् एउटा च्याप्टरमा। म त्यो सुनाउँछु। मैले यो माओवादी, मैले दरबार हत्याकाण्डमा जोड्दैछु है। माओवादीको सशस्त्र युद्धको मूल योजनाकार अमेरिकी गुप्त संस्था CIA ले खडा गरेको संगठन रिभोल्युसनरी इन्टरनेसनल मुभमेन्ट रिम थियो। यो सत्य हो, किन म पनि संलग्न थिएँ। त्यो रिम के हो भन्ने कुरो मलाई पनि थाहा छ होइन। त्यसको अध्यक्ष भाइ टोपलेको बब अप्किन अमेरिकी होइन, संसारको चाहिँ अब इमान्दार मान्छेहरू लागेको मुभमेन्ट कसरी सिद्ध्यायो होइन, अहिले गुमनाम भएर बसेको छ सबै सिद्ध्याएपछि, त्यो पनि म बुझ्छु।
र पेरुको साइनिङ पात जो गोन्जालोको पार्टी हो त्यो पार्टी कहिले पनि रिमको सदस्य भएन। ठुलो चाहिँ अनुरोध र दबाब दिँदाखेरि पनि कहिले पनि रिमको सदस्य भएन। कारण उसले रिमलाई कहिले पनि विश्वास गरेन होइन, कारण यही थियो। तर त्यो गोन्जालोलाई 29 वर्ष जेलमा सडाएर चाहिँ तपाईँको मारियो अमेरिकाको निर्देशनमा होइन। अनि त्यही रिमको हट्टाकर्ता भनेको यो हत्यारा जमात, यहाँको हत्यारा जमात आज सत्तामा छ। गोन्जालो वर्षौं जेलमा थुनेर मारियो पेरुको साइनिङ पातको नेता। यो हत्तारो अपराधी जमात, यो भाडाको हत्यारो आज चाहिँ तपाईँको सत्तामा विराजमान छ। रिम एउटा मोभमेन्ट थियो। 1984 मा गठन भएको यस संस्थाको प्रमुख अमेरिकी कम्युनिस्ट पार्टीका महासचिव बब अभाकियन थिए। 600 जति सदस्य रहेको त्यो कथित कम्युनिस्ट पार्टी विश्वकै धनी कम्युनिस्ट पार्टी मध्ये पर्थ्यो। माओवादी युद्धको अर्को पाटो यस्तो थियो, साबिक राप्तीभेरी एकीकृत ग्रामीण विकास परियोजना जो चाहिँ दाङकुल तुलसीपुरमा थियो, यसको अफिस अमेरिकी सरकारले विषम 2032-33 सालदेखि सुरु गरेर विषम 51-52 सम्म सञ्चालन गरेको थियो। 52 सम्म ध्यान दिनुहोस् है होइन, यो भनाइ महत्त्वपूर्ण छ। 2054 सालको असोजमा अमेरिकनहरू परियोजना समाप्त भएको भनेर नेपालबाट फिर्ता हुँदै थिए। 52 मा मिसन सक्यो, 54 मा अमेरिकनहरू फिर्ता भए। यता अमेरिकाबाट सञ्चालित USAID को कर्मचारी रहेका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बाबुराम भट्टराई मार्फत सरकार समक्ष 40 बुँदे माग राखेर 15 दिनभित्र पूरा गर्नुपर्छ भन्ने अल्टिमेटम दिएर ज्ञापन पत्र बुझाएका थिए। म यति राखेँ। अब यहाँ मैले के जोड्न खोजेको हुन्छ भने पुष्पकमल दाहाल USAID को कर्मचारी होइन, कुनै बेला कर्मचारी। अमेरिकाले राप्तीभेरी एकीकृत ग्रामीण विकास परियोजना चलायो 32-33 देखि 51-52 सम्म। 52 मा सक्यो। सुन्नुहोस्, यो महत्त्वपूर्ण छ। 52 मा सक्यो। 52 मा किन सक्यो भन्छ भने अब 52 बाट माओवादी उतार्दै थियो, CIAले माओवादी उतार्दै थियो। अब प्रचण्ड उनकै नेक्ससको मान्छे थियो। अब बाबुराम रले प्रशिक्षित गरेको मान्छे थियो होइन, दुईटा उनका प्यादा थिए। अब युद्ध सुरु चाहिँ गराउने सम्पूर्ण पूर्वाधार तयार भएपछि उसले मिसन बन्द गर्यो। 52 सालमा बन्द गर्यो। अमेरिका चाहिँ त्यहाँबाट तपाईँको हिँड्यो। अब यो तीनटा कुरा निरौला, गोविन्द निरौलाको यो अन्तर्वार्ता जो प्रज्वल शमशेरले जो कुरो बोल्यो, त्यो बोली गोविन्दराज जोशीलाई जो इन्डिया पठाइयो बाबुराम भेट्न, र जो अटल बिहारी वाजपेयीले गिरिजालाई जवाब दिए, संविधान सभाको अडान जो राखेर पठाए त्यो कुरा, र अब यो राप्ती एकीकृत ग्रामीण विकास परियोजनाको 52 सालमा समाप्ति, सम्पूर्ण पृष्ठभूमि तयार पारेपछि 52 सालमा समाप्ति। र मैले यसमा थप मेरो जोड छु। अब मेरो जोड के छ भने मैले यहाँहरूलाई पहिले पनि भनेको छु एक दुई ठाउँमा, 2057 सालको फागुन 26 देखि चैत्र 1 गतेसम्म माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भएको छ हतारमा, र त्यो राष्ट्रिय सम्मेलनले जनमुक्ति सेना बनाउने निर्णय गरेको छ। र त्यो निर्णय गरेको फागुन 1 गते यिनको राष्ट्रिय सम्मेलन सकियो। त्यसको केही महिनाभित्र फागुन चैत वैशाख 3 महिना 19 गते भनेपछि 3 महिना 19 दिन 18 दिनपछि दरबार हत्याकाण्ड भएको छ। माओवादीले सेना गठन गर्ने निर्णय गरेपछि दरबार हत्याकाण्ड भयो, र त्यो दरबार हत्याकाण्डको पूर्ण तयारी गरिसकेपछि माओवादीलाई सेना गठनको निर्णय गराइयो। र माओवादीको सेना गठन हुन सुरु भएको छ 58 भदौदेखि। यो ध्यान दिनुहोला, भदौदेखि होइन। किन भन्छ भने उनी सम्मेलनबाट गइसकेपछि महिनौ लाग्छ। अब डाँडा काँडा होइन, सारा जिल्लामा पुग्न महिनौ लाग्छ। त्यहाँ जानु पर्यो, मान्छे खेर्नु पर्यो, तालिम दिनु पर्यो, मान्छे छान्नु पर्यो। भदौदेखि उनको तालिम, सेनाको फर्मेसन, प्रारम्भिक फर्मेसन सुरु भएको छ। तर मङ्सिर 8 गते, भदौ असोज कार्तिक 3 महिनापछि सेनाका यात्रा ब्यारे कब्जा गरेको छ माओवादी, दाङको र सोलुखुम्बुको। यो कसैले विश्वास गर्न नसकिने कुरा हो। 3 महिनाको तालिम, त्यो पनि प्रारम्भिक तालिमबाट सेनाका यस्ता बलिया ब्यारेकहरू माओवादीले कब्जा गर्छ भन्ने कुरो कसैले कल्पनै गर्न नसक्ने कुरा हो। युद्ध नीति बुझ्ने कुनै पनि मान्छेले यसलाई प्रहसन भन्दा केही पनि बुझ्दैन। यो सबै चिजको अर्थ के? प्रज्वल शमशेरको त्यो बगबग जो बोल्यो नि होइन, ज्ञानीलाई पनि बाँकी राख्नु थिएन भन्ने जो बोल्यो, उसको बाउको छाला हेरेर बसोस् भनेर छोडिदिउँ भन्ने भन्यो। अनि माओवादीको
को सेना गठन गर्ने निर्णय, त्यसको 3.5 महिनापछि दरबार हत्याकाण्ड, अनि चाहिँ सेना बनाउनु सुरु गरेको 3 महिनाभित्रै सेनाका यत्र ब्यारेक कब्जा, यो नौटङ्की, अनि चाहिँ तपाईँको माओवादी युद्धको सम्पूर्ण तयारी गरिसकेपछि अमेरिकनहरू राप्ती ग्रामीण एकीकृत परियोजनाबाट चाहिँ तपाईँको पन्छिने प्रक्रिया। यसले के देखाउँछ? हत्यारा सबै यिनै हुन्। दरबार हत्याकाण्डका हत्यारा यिनै हुन्। यहाँको सेना त्यस बेलाको नेतृत्व, त्यस बेलाको यहाँको सेनाको नेतृत्व प्रचण्ड, बाबुराम, अमेरिकीहरू र रहहरू। दरबार हत्याकाण्डको सबै योजनाकार यिनै हुन्। यिनैको योजनामा दरबार हत्याकाण्ड भएको हो र जसले सुरुदेखि अहिलेसम्म दिपेनलाई भनिरहेछन् नि, सबै नेपालीले बुझुन् त्यो पेशेवर अपराधी र सिआइएका सुराकी हुन्, होइन? यसमा कुनै पनि छलफल गर्न आवश्यक छैन। प्रज्वल शमशेरको त्यो बयानले, अटल बिहारी वाजपेयीको त्यो चाहिँ तपाईँको अडानले, मागले र यो राप्ती एकीकृत विकासको यो कथा, अमेरिकनहरूको यो कथा कहिलेसम्म चलाए? 32-33देखि कहिलेसम्म चलाए? महत्त्वपूर्ण पार्ट, त्यो मिति महत्त्वपूर्ण छ, होइन? र माओवादीको सेना गठन र सेनाको ब्यारेकमाथि हमलासम्मका यिनी हास्यास्पद घटनाहरू यिनी सबैले देखाउँछन्। यस्तो खतरनाक डिजाइनबाट चाहिँ वीरेन्द्रको परिवार मारियो, होइन? मारियो कि अनि त्यसबाट कसरी जोगिने भन्ने एउटा ठुलो भय चाहिँ रिटर्नमा छ र उनले दिपेन्द्रका कथा अब बनाइराख्छन्। यस्ता घटना बनाइराख्छन्। कसरी बरालले मान्छेहरूलाई, नेपालीहरूलाई कसरी गुमराहमा पार्ने, त्यो यसको हिसाब किताब समयले लिन्छ नै। फेरि संयोगवश विश्वको परिस्थिति कस्तो भयो भन्छ भने अब यो कुरो खुल्छ, कुनै पनि हालतमा खुल्छ। किन भन्छ भने जसले गर्यो त्यो शक्ति अब विश्वको राजनीतिमा धेरै कमजोर भइसक्यो। विश्वको भू राजनीतिमा धेरै कमजोर भइसक्यो। कुनै पनि अब यसबाट जोगिने छैनन् अब, होइन? यिनी अजम्बरी शक्तिमा जस्तो 50-100 वर्ष यिनी शक्तिमा सत्तामा रहने स्थिति भइदिए भए त यिनी दबेको दबै हुन्थे। बुझ्दा बुझ्दै पनि यिनी दब्थे। तर यिनको क्षय, पतन र यिनको निर्णायक अवसानको समय अब आइसकेका छ। वैश्विक ध्रुवीकरण र विश्वको लडाईँ सबै हेर्दा त्यसकारणले यिनको सर्वनाशको दिन धेरै नजिक छ। यिनी अब रहस्यका विषयका रूपमा रहन सक्दैनन्। यिनी खुल्छन्। हत्यारा यिनै हुन्। जसले छानबिन गर्दैन हत्यारो त्यही हो। जसले सत्तामा भएर छानबिन गर्दैन हत्यारो त्यही हो। र त्यो हत्यारालाई नेपाली जनताले कुनै पनि हालतमा छोड्ने छैन। अबको नयाँ परिस्थितिले पनि यिनलाई छोड्ने छैन। यो सबै नेपालीले बुझ्नुपर्छ र यस्ता घटनाहरूको विषयमा जति पनि सूचनाहरू बाहिर आइरहेछन् तिनको अध्ययनमा अलिकति ध्यान दिन जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ।